ल बस अफिस भन्नु भएन र दाइ, यो त अफिस जस्तो छैन नि त, रुम जस्तो छ त। अफिस त ललितपुर छ, अहिले म पुर्याइदिन्छु। भित्रै आउनु र दाइ, म बाहिरै कुर्छु नि त। अफिसमै जाऊँ न यहाँभन्दा त। ले एकैछिन हो, एकैछिन बस, यसो चियासे खाने, यसो काम छ मेरो, अनि गइहालौँ ल है। यस्तो नचिने मान्छेको कोठामा त म कहिले नि गएन। म घर आमासँग रिसाएर हिँडे फोन गरेको रहेछन्, म बाहिरै कुर्छु नि, म भित्र बस्दिनँ। बस बस, पानी खाऊ, कहाँबाट आहा, थकैला होला, तिर्खाला होला, लो खाऊ पानी चाहिँ खान्छु है दाइ। पानी खाऊ, पानी। तिर्खाला उहाँदेखिको गाडीमा आएको। अब पानी त खाइजान्छु जान्छु मात्रै भनिरहेछ। अब बाटोतिर लड्यो भने गाह्रो पर्ने भयो, दुनियाँले देख्यो भने हो बिजोग के भयो भन्छन्। यसलाई यहीँ थम्थम्याउनु पर्ने भयो। दाइ म बाहिरै बस्छु है। बस भने यहीँ बस, बस म बाहिरै बस्छु। बस, यहीँ बस, बस बस बस। के भयो मलाई? के भयो, के भयो? होइन मलाई कस्तो नजिक नजिक आयो त। के भयो, के भयो? ल काम भयो। अब अहिलेलाई बेहोस भएछ, अलिकति मात्रै पानी खाइछ है। 1-2 घन्टामा फेरि यो होस खुल्न सक्छ। अब यसलाई केही तरतिब गर्नुपर्छ फेरि। ल आइहाल त। फेरि अहिले चाँडै लान नि मिल्दैन, 11-12 बजी राति लानुपर्छ। अब त्यति बेलासम्म त यसको त बेहोसी बनाउनु पर्यो। यसलाई तरतिब गर्नुपर्ने भयो। यो अलिकति मात्रै पानी खाइछ। यसले मान्छे टाटी छ, यसले बित्यास बनाउँछ कि भन्ने लागेर अहिले होस खुलेर चिल्लियो भने फेरि दायाँ बायाँको मान्छेले के न भयो भनेर जात्रा गर्छन्। यहाँ गाह्रो पो छ त। खुट्टा पनि बाँधिदिनु पऱ्यो। गाह्रो गाह्रो, यति नगरे त कसरी गुजारा चल्छ र हाम्रो पनि। यो अगाडि बाँधेर होला जस्तो लागेन। र पछाडि यो हात पछाडि लगाएर यसरी यसो गरेर पछाडिपट्टि यसो गरेर यहाँ बाँध्नु पऱ्यो।